आदरणीय दर्शक महानुभावहरू नमस्कार। यतिखेर हाम्रो पछाडि रहेको गुम्बा गाउँको मुखैमा पानी घट्ट छ। हामी पानी घट्टमा अनाज लगेर पिस्न जाँदैछौँ। यतिखेर घट्टमा आइपुगेका छौँ। नमस्कार। घट्टमा को हुनुहुन्छ? हजुरको शुभ नाम? पासाङ शेर्पा। र हाम्रो कला संस्कृति बचाउनमा हजुरले धेरै ठुलो काम गर्नुभएको छ। हजुरलाई स्वागत छ है त। यो घट्ट अनाज देखे रिसाउँदै रिसाउन के ल्याएर आएका छौ पिसाउन सरर पानी घटोमा म त क्यारे फर्किन्छु फर्किन्न नाम्साले है पेन्सन कोटामा म त क्यारे फर्किन्छु फर्किन्न नाम्साले है पेन्सन कोटामा। ल दाइ, तपाईँलाई यो घनाघर जङ्गलमा तपाईँले घट्ट व्यवसाय गर्दै आउनुभएकोमा तपाईँलाई फेरि हामी खुसी भएर हिँड्दै आत्मादेखि तपाईँलाई सम्मान व्यक्त गर्न चाहन्छौँ। यो खोलामा तपाईँ जस्तै घट्ट व्यवसाय गर्ने मान्छेहरू पहिला कति थिए, अहिले कति छन्? तपाईँको मात्रै घट्ट हो कि यस्ता घट्ट थुप्रै छन्? यो खोला माथि तल थोरै छन्, के छन्? यो एउटै हो। पहिला चाहिँ त्यहाँ रोड खनेको थिएन, अनि यो रोड हजुर माथि सार्नुभयो। यो घट्ट पहिला धेरै थिए कि अलिक थोरै थिए? यति हो। घट्ट एउटा मात्रै हो। घट्ट व्यवसाय थालेको तपाईँले कति वर्ष भयो? पहिला चाहिँ हाम्रो मामुले गर्थ्यो, अब अहिले 50 साल भयो। पहिला तपाईँको बुवाहरूले यस्तो व्यवसाय गर्नुहुन्थ्यो? उता साइडतिर गर्नुहुन्थ्यो, तपाईँले यहाँ स्थापना गर्नुभयो घट्ट? तपाईँले यता सार्नुभयो। सौभाग्य विज्ञानका पछि छोडिदिया संस्कृति, हात मोबाइल बोक्छन् भुलिदिया प्रकृति, हात मोबाइल बोक्छन् भुलिदिया प्रकृति। चाहिँ मान्छेहरू विदेशतिर पलायन भए, युवाहरू विदेशतिर पलायन भए, गाउँका मान्छेहरू सहर केन्द्रित भए। त्यस्तो भएको यो अलि सुगम ठाउँमा मात्रै हो कि तपाईँको यस्तो दुर्गम बस्तीका मान्छेहरू पनि सहर केन्द्रित भएका युवाहरू विदेश गएका छन्? के छ यो समस्या तपाईँको गाउँले भोगेको छ कि छैन? यो त पहिलाको भन्दा त मान्छे त सबै काठमाडौँ अनि अमेरिका जापान कोरिया सबै जान्छ। अहिले विदेश घरबाट विदेश जान थाले। प्रायः जस्तो त डरै खाने भइसकेको छ। मान्छेहरू गाउँमा छैनन्, युवाहरू गाउँमा अहिले छैनन्। युवा भनेको म हो, अनि त्यहाँदेखि तान्नुहुन्छ सबै। यो गाउँको लागि युवा तपाईँ हुनुहुन्छ। हजुरले यो घट्ट सञ्चालन गरे बापत त्यहाँका मान्छेहरूले अनाज ल्याएर पिसाए बापत तपाईँलाई जेलमा के दिनुभएका छन्? यो हाम्रो पिठो दिन्छ। पिठो दिन्छ? तपाईँले पिठो मागेपछि पिठो दिने, अनाज मागेपछि अनाज दिने हो कि उनीहरूले इच्छा अनुसार पिठो दिने हो? पिठो दिन्छ। पिठो दिन्छ। हजुरलाई यो घट्ट व्यवसाय गरेर खान पुग्छ कि पुग्दैन? यो घट्टले मात्रै तपाईँलाई व्यवसाय गरेर पुग्ने हो कि अनेक के गर्नुपर्छ? यो खास यो त हाम्रो सानो भएर अहिले यो त खास खाना लाउनु पुग्दैन। भान्डो पनि अलिक काट्नु पर्छ। यो अहिले के सेवा पुर्याउँछ? अनि गाउँको मान्छेहरूलाई अनाज पिसाउनलाई तपाईँले एउटा सेवा स्वरूप घट्ट हालिदिनु भयो। गाउँका मान्छेहरूले ल्याएर पिसाउने भयो। त्यही भयो। यो पहिला चाहिँ हामीले नबनाएर गुम्बा बन्धमा एक बिसानो पनि बनिजानुपर्छ। अहिले त 20 मिनटमा यहाँ पुग्छ गाउँबाट। गाउँबाट मान्छे 20 मिनटमा यहाँ आएर अनाज पिसेर गइसक्छ। आउँदैन त्यति लाग्छ। आउन जान 20 मिनट आउन, 20 मिनट जान, 40 मिनट आउँछ। 40 मिनटमा अनाज पिसेर जान्छ मान्छे घर। न डर लोड सेडिङ हुने नसकिने तेल, पानीका सङ्गीतमा नाच्छ प्रकृतिका खेल, पानीका सङ्गीतमा नाच्ने प्रकृतिका खेल। तपाईँकोमा यो घट्ट पिसाउनेको भिड कतिको लाग्छ? यो खास भित्र लाग्दैन। अनि तपाईँलाई यो व्यवसाय ठिक छ, म यो व्यवसाय गरेर सन्तुष्ट छु भन्ने लाग्छ कि लाग्दैन? मलाई यो व्यवसाय सन्तुष्ट भन्दा नि यहाँ गाउँमा जाने बुढापाकाहरू ढिँडो रोटी खाने मान्छेहरू बढी भएको हुनाले उनीहरूलाई चाहिँ अलिकति त्यो उनीहरूको सेवा जस्तै हो।
भनेपछि तपाईँले यो घट्ट व्यवसाय गरिरहँ, यहाँको जनतालाई अथवा यहाँको नागरिकहरूलाई सेवा दिइराखौँ, घट्ट नछोडौँ भन्ने लागिरहेको छ। मैले अब म उनीहरूसँग त यो मैले यो बनाउँछु जसरी हुन्छ सबै यताउता सबै गर्छु होइन। अब भविष्य भनेको कुरा के हुन्छ कि अहिले अब हाम्रो चाहिँ गाउँमा ढेँडो रोटी खाँदाखेरि त्यो गट्टाको पिठो नै मिठो हुन्छ। त्यो तलतिरको मेलमा तिनीहरूको किनेको जस्तो अलिक टेस्ट हुन्छ। हजुर टेस्टै आउँछ। तल्लो घट्ट बसेको छ, माथिल्लो घुम्दछ, सिङ्गो दाना कोदो खाइक पिठोको फाल्दछ, सिङ्गो दाना कोदो खाइक पिठोको फाल्दछ, तल्लो घट्ट बसेको छ, माथिल्लो घुम्दछ। हजुरसँग त्यो गाउँका नयाँ मान्छेहरू अहिलेका जिएनसी टोली यो घट्ट कसरी बनाउनुपर्छ, कसरी चलाउनुपर्छ, के गर्नुपर्छ भनेर तपाईँसँग केही सल्लाह सुझाव माग्न आएका छन् कि छैनन्? अहिलेसम्म त्यस्तो छैन। सबै साहस केन्द्रित भयो है। उनीहरूले अब यो पछि त यो ढिँडो पनि बिर्सिन्छ क्या। अहिले हामीले चाहिँ त्यो तलतिरको त्यो गरामा हामी प्याक गरेको चामलभन्दा यो कोदोको ढिँडो र गुन्द्रुक है, गुन्द्रुकसँग अन्डा फ्राई गरेर हामीले त्यो नै जाने त्यही नै खानुहुन्थ्यो तपाईँहरू पहिलाका मान्छेहरू? केही खान्छु, तर भोक पनि यति साह्रो लाग्दैन। भोक पनि लागेको छैन भोक अहिलेसम्म? मान्छे पनि तन्दुरुस्ती हुन्छ, होइन, फुर्तिलो हुन्छ। हजुर हल्का फुल्का ताकत बढाउँछ। हजुर बिस्कुट च्याउ चौमेन के भन्छ है। तलतिरको बासमती चामल भन्नेहरू त पहिला 25 वर्ष 30 वर्ष 10 वर्ष त्यति हुने रहेछ पहिला यहाँ पुग्दाखेरि। हजुर हजुर हामीले त त्यो अलिअलि भात खायो भने हाम्रो यहाँतिरको खेतको त्यो गाँया दान भन्छ नि, रातो दान। हजुर हजुर भैया दान त्यो टेस्ट पनि हुन्छ, ताकत पनि हुन्छ। अनि तलतिरको बराको चामल त कस्तो हुन्छ भने खिर पकाउँदाखेरि दुध छँदै नभर्ने के। हजुर हजुर चामल अलग्गै दुध अलग्गै भन्छ। हाम्रो यहाँ ट्याप्पर चामल खानुपर्छ नि। हजुर ट्याप्पै चाम्छ दुधसँग। अनि हजुरलाई अब यो नयाँ पुस्ताले यो घट्ट बुझिदिएको भए, नयाँ पुस्ताले केही सिकिदिएको भए, मैले जसरी मेरो बाले मलाई सिकाएर यो घट्ट व्यवसाय गर्न सिकाउनु भयो, मैले चलाएँ, त्यसै गरी मेरो पुस्ताले पनि यो घट्ट व्यवसाय गर्न सिकेको भए हुन्थ्यो भन्ने तपाईँको मनमा जिज्ञासा लागेको छ कि छैन? मलाई त त्यो जिज्ञासा लाग्छ। कस्तो भने अब अरूभन्दा नै यो खानपिनको लागि ध्यान दिनु पऱ्यो। दुःख गर्नु नि अलिकति खाने मिठो खाना है, अलिक ताकतिलो स्वास्थ्य खाना खानु हो नि। अनि यो गट्टामा पिठो त एकदम ओरिजिनल हो। त्यो तलतिरको त केही मिसाउँदैन। यो त किनेपछि यो पिठो तातो निस्किन्छ क्या। हजुर राम्रोसँग हुनेपछि हजुर त्यो टन ढिँडो पकाएर खायो भने त्यसले शक्ति बढाउँछ। त्यो बिस्कुट च्याउ हजुर होइन, तलतिरको के चौमेन थुक्पा भन्नुभन्दा त यो यिनीहरूको त्यहाँ गएर यो धेरै फरक छ नि। यो त यो यसको एक मुठी चामल त्यो पिठोको ढिँडो पकाएर खायो भने त मान्छे फुर्तिलो हुन्छ, टेन्सन पनि हुँदैन। अहिलेसम्म मलाई केही रोग लागेको छैन। हजुर पहिल्यै सुगर, पहिल्यै गनुगोला, पहिल्यै प्रेसर, पहिल्यै चाहिँ के अरे त्यो पित्त अमल पित्त त्यो जेन्डिस भन्नेहरू लाग्छ अरे, हामीले लाग्दैन। हामीले यस्तो हेर्नु हावापानीमा घुमेर बस्नु लुगो खान्छु है। भनेपछि सहर बजारका पोका पारेका प्याकिङ गरेका खानेकुराहरूले मान्छेको शरीरमा रोग लाग्यो। तपाईँहरूले घट्ट व्यवसाय गर्नुभयो, आफ्नो अनाज बारीमा फलाउनु भयो, त्यो अनाज ल्याएर सुकाइ पकाइ गरेर ढुङ्गाको घट्टमा पिस्नु भयो। यसमा तेल पनि युज भएन, केही पनि भएन, पानीबाट चलेको घट्टमा पिस्नु भयो र त्यो खानेकुरा खानुभयो र हजुरहरू अहिलेसम्म स्वस्थ हुनुहुन्छ, एकदम फुर्तिलो हुनुहुन्छ। अहिलेसम्म मैले अस्पताल पनि देखेको छु, भित्र पस्नु पाएको। अस्पताल देख्नु भएको छ, भित्र गएर सेवा लिनु भएको छैन। अहिलेसम्म यो भेनहरू नसाहरू खोपेर रबर सबर केही औषधि खानु भएको छैन। यहाँको जडीबुटीहरू खाने, यहाँको अर्ग्यानिक चिजहरू खाएर मात्रै बस्नुभएको छ अहिलेसम्म। निङ्गो च्याउ, निङ्गोसँग है निङ्गोको तरकारी बनाउने, च्याउको तरकारी होइन, आलु तरकारी त्यस्तो बनाएर खाँदै गुन्द्रुक मुलाको आधारहरू त्यस्तो बनाएर खान्छौँ। हामीले त्यो बाहिरबाट त्यो त्यो पाकेर होला भनेर हामी खानु जान्छौँ। अहिलेसम्म खानु जान्नु भएको छैन। कोही काहीँ त अब बच्चाहरूले अब होइन, हामी त तलतिर पढिसक्यो भने उनीहरू के हेर्नु भने खालि त्यो प्याकेटको निलो चिरो खानु भने हामीले त निलो सबै हुन्छ। अहिले हाम्रो नेपालीहरूको
फेसन के भयो भन्नुहुन्छ भने कुनै पनि चिज अनाज बारीमा नउमार्ने, आफ्नो जन्मेको गाउँमा नबस्ने, सहर केन्द्रित हुने, विदेश जाने, अनि अब यो चाडपर्वमा अथवा अन्य केही पनि समयमा जस्तै मानव अस्ति भर्खर गएको लक्ष्मी पूजाको बेला, तिहारको बेला घर रङ्ग्याउनु पर्यो, गाईलाई पोज्नु पर्यो भने पनि घरमा छैनमा पिठो छैन। सहर बजारतिर गएर प्याकिङ गरेको पिठो ल्याएर मैदा ल्याएर आउने, त्यो काम गर्ने व्यवसाय गर्ने। यसलाई तपाईँ के भन्नुहुन्छ? सबमा चाहिँ अब विदेश जाने यता उता हुनु त होला होइन, त्यहाँनिर गएर सुविस्ता होला, अलिकति सक्षम होला। तर हाम्रो चाहिँ उता गयो भने यता फर्केर आएपछि यस्तै गट्टाको पिठो खाने, मकै पिठो रोप्ने है, धान चामल आफ्नै खेतमा उमार्ने, आफ्नै हातले उमारेको चिज खाने, यो छ नि अहिलेको देशी मलहरू प्रयोग नगर्ने, एउटा भैँसी पाल्ने अथवा गाई पाल्ने, अनि त्यसको दुध खाने, त्यसको मलले अन्न उब्जाउने, अनि हामी त्यो अन्न र दुध खाएर कति स्वास्थ्य राम्रो सुविलो बनाउनु कसरी जस्तो लाग्छ? संस्कार र संस्कृतितिर युवा फर्कौँ कि एकचोटि? बगेको खोलाको पानी कति धेरै शक्ति, यत्रो घट्ट कुन ठाउँबाट कुदेर ल्याउनु भयो, घट्टको मुखैमा अनाज कसरी पार्नु भयो, घट्टको मुखैमा अनाज कसरी पार्नु भयो। अहिले सरकारले सहकारी संस्थाबाट अनुदान बापत प्रत्येकको घरमा हाते मिल, बिजुलीबाट चल्ने मिलहरू वितरण गर्दै आएको छ। तपाईँ घट्ट व्यवसायको हैसियतले त्यो हाते मिल ठिक छ कि यो घट्ट ठिक छ? तपाईँलाई कस्तो लाग्छ त्यो दुईवटा मेसिनहरूमा? यो पिठो पिठोलाई हजुर होइन, म पनि राम्रो लाग्छ। अब यो तेल केही हाल्नु परेन, मजाले है पानी हाल्यो पियो, त्यसलाई तेल डिजल लाग्छ होला, त्यसलाई डिजल। त्यो हाते मिललाई पनि बिजुलीबाट सञ्चालन गर्छ जस्तो लाग्छ। त्यो मलाई थाहा भएन, अहिलेसम्म मलाई थाहा भएन, तर मलाई पनि यही राम्रो लाग्छ। तपाईँलाई घट्टै राम्रो लाग्छ प्रायः जस्तो। अनि यो मेलहरू पनि पिनेको पिठोको लागि बिजुली आउने रहेछ, डिजलले पिसेको मिलमा पिठो मसिनो पनि भएन, पिठो पनि भएन, मिठो पनि भएन, टेस्ट भएन। यसमा टेस्ट हुन्छ, त्यो घट्टमा पिठोको टेस्ट हुने भयो। अब अहिले यो 30-35 वर्षभन्दा पहिलाका मान्छेहरूको लागि होइन, अहिले जन्मिँदै गरेका नयाँ जेएमसी टोली, नयाँ पुस्ताको लागि यो एउटा नयाँ पाठ्यक्रम विषयवस्तु बन्न सक्छ। घट्ट कसरी चल्छ, कसरी बनाउने, कसरी सञ्चालन गर्ने, यसको आइडियालिटी के छ भनेर नयाँ पुस्ताको लागि एउटा नयाँ चिज हो। स्वदेश र विदेशमा अध्ययनको सिलसिलामा, रोजगारीको सिलसिलामा सहर बजारतिर गएका नयाँ पुस्ता र सहर बजारतिर जन्मिएका पुस्ताहरूको लागि तपाईँ के भन्नुहुन्छ त? उनीहरूलाई के सन्देश दिनुहुन्छ? सरबाट यो होइन, अब पहिलाको पुस्ताहरूसँग सिकेर जाने, यो पनि एउटा चिजै हो नि, यो सिक्ने चिजै हो है, सिकेर जानुपर्छ। यो बोली लोकको छ होइन। जब हाम्रो सानो सिक्काको अब 15-16 वर्ष त्यसको जेन्सीहरूले, युवाहरूले, उनीहरूले पनि यो चाहिँ कसरी यो ढुङ्गा कसरी पुज्ने, यो कसरी के बनाउने, यो माथिको यो चारा कसरी हाल्ने, यो चाहिँ के होला? यो हामीले चाहिँ जसको नाम चारा भन्छ। यो गड्डा बुनेपछि यसो गरेर यो माथिको चाहिँ यो अन्न तल तान्छ क्या, यो अनाज चाहिँ तल घट्टको मुखमा फाल्ने भयो। गड्डा बुनेपछि यो चल्ने भयो, यो चलेपछि यसले चाहिँ अन्न त्यहाँ खाने भयो। यो पनि एउटा विज्ञान जस्तै हो, प्रविधिको आजभोलिको टेक्नोलोजी जस्तै हो। राम्रो हेऱ्यो भने यो गाह्रो पनि छ, जाने पनि सजिलो पनि छ। अनि यो माथिको चाहिँ के हो त? यो अन्न कम गर्ने, यो कोदो अलिक बढी हाल्नुपर्छ, मकैहरू अलिक कममा हाल्नुपर्छ है। हजुर। अनि गहुँ अलिक ठिक्काको जस्तो हो, यो लेभल मिलाउने अन्नको लेभल, यो कोदो अलिक बढी हाल्नुपर्छ, मकै अलिक कम, यसको लेभल मिलाउने तल अन्न जाने। यो भित्र अनाज हालेर यो दायाँ बायाँ चारतिरबाट यो चाहिँ अनाज राख्ने ठाउँ बनाउनु भएको, बलियो नचुडियोस् भनेर चारतिर डोरी लानु भएको होइन। अनि यो चाहिँ यो पछाडिको के हो नि? त्यो पछाडिको त तपाईँको त घटाउने बढाउने हो कि के हो? त तपाईँ घुमाइरहनु हुन्छ नि? त्यो यो पानी छोड्ने, तलको पानी यसो घटाउने हुन्छ नि त। पानी छोड्यो भने घट्ट घुम्यो, अनि यसो बन्द गरेपछि घट्ट बस्यो, घट्ट बस्यो, पानी उता रोकियो, अनि यसो गरेपछि घट्ट घुम्यो। हजुर राख्यो यस्तो गरेपछि
अहिलेका युवा पुस्ताहरू कलेज होस्टेल स्कुलहरूमा शिक्षा सिकिरहेका छन्। उनीहरूका गुरुहरूले नजानेको कुराहरू गाइडलाइन बाटो देखाइदिरहेका छन्। तर उति बेला पहिलाका पुस्ताहरूले त्यतिखेर यस्तो शिक्षाको ज्योति फैलिएको थिएन गाउँघरमा, सहर बजारमा पनि थिएन। त्यो घट्ट यसरी सञ्चालन गर्नुपर्छ, पानी ल्याएर पनेलोले तल घट्टमा हाल्नुपर्छ, अनि यो घट्टको पनेलोले माथि घट्ट घुमाउँछ, माथि अनाज ढाक्नुपर्छ, अनाज तल हालेपछि मोटो मसिनो यसरी बनाउन सकिन्छ भनेर त्यो पुस्ताले पहिलाका हाम्रा पुर्खाले कसरी बुझ्यो होला? त्यो यस्तो इतिहास बताइदिनुहोस् त। त्यो पनि पहिलाको पनि त्यो आफ्नै यो बनाउने मान्छे पनि एउटा वैज्ञानिक जस्तो नि हो कि पहिलाको वैज्ञानिक हो नि होइन, अहिले पढेको वैज्ञानिक भयो। यो चाहिँ ओरिजिनल आफ्नो दिमागले कसैले नि पढाएन, आफ्नो दिमागले नि सोचेर बनाएको यो होइन। अहिलेको त्यो कुनै चिज बनाउनु त कलेजमा डिग्री पास गरेर के गरेर पनि जान्दैन। त्यो उहिलेको मान्छेले त्यो आफ्नै दिमागले सोचेर बनाएको। यो अब माथिबाट पानी पठाउने, अनि यो पहिला चाहिँ खासमा पनि जातो हुन्छ नि, जातो छ, अनि पछि दिन जातोलाई यस्तो किसिमले चाहिँ अब तिनपट्टि यो पानी हालेर खोलामा पानीबाट बनाएर हेर्छ। अनि यो त्यो सबै वैज्ञानिक पहिलाको वैज्ञानिक पुरानो वैज्ञानिक त्यो पनि आफूलाई सिकाएको होइन, आफ्नै दिमागले बनाएर यस्तो गट्टा बनाएर यस्तो पिट निकाल्यो। अब हजुर के भन्नुहुन्छ त? हामी हिँड्दै गयौँ, पाइला भेटाउँदै गयौँ, पुराना मान्छेहरूले गरेका कामहरू हामीले सबै भुलिदियौँ। अहिलेका युवा पुस्ताले भुलिदिने भयो। आफू हिँड्ने, आफ्नो पाइला मेटाउने, त्यसै गरी हाम्रो संस्कार र संस्कृति अगाडि बढ्यो। यी युवाहरूलाई एकचोटि आफूले हिँडेको पाइला नमेटाएर पछाडि फर्किने कि भन्ने सोचमा तपाईँको के छ विचार? होइन, यो अगाडि बढ्दै भन्ने पछाडि पनि नहाल्ने हुन्छ। अगाडिको यो पनि यो यसलाई पनि अगाडि राखेर सँगसँगै लिएर जाने। अनि यो अब यसलाई छोडेर जाने हो भने चाहिँ यसलाई पनि ध्यान दिने होइन। आफ्नो त्यो अहिलेको त्यो विभिन्न किसिमको चाहिँ नृत्य त छँदै छ, त्यसको त्यससँग सँगै यसलाई पनि राख्नु कि होइन। यसलाई पनि अब हाम्रो प्रत्येक स्कुलमा हो, जहाँसुकै होस्, यसको पनि एउटा सानो एउटा यो किताबमा छाँदेर छात्राहरूलाई एउटा सानो त्यो क्लासमै सिकाउने खालको गरेको भइहाल्यो होइन। भनेपछि सानो बाल कक्षादेखि एउटा घट्ट विषयवस्तु पाठ्यक्रममा समावेश गर्नु पर्यो। पुराना चिजहरू जातो घट्ट यी जति छन् नि हाम्रा गाउँका स्थानीय कल कारखाना भनौँ नि, मेसिनहरू उतिखेरका मान्छेले बनाएको मेसिन, यीहरू पनि पाठ्यक्रममा सञ्चालन गरेर स्कुलमा पढाउनु पर्यो र व्यावसायिक तरिकाले फिजिकल्ली तरिकाले यहाँ ल्याएर देखाउनु पर्यो। यिनीहरूलाई यसरी हुन्छ, यस्तो हुन्छ, यस्तो हुन्छ भनेर यहाँ ल्याएर सैद्धान्तिक र व्यावहारिक तरिकाले सिकाउनु पर्यो। आज त्यो स्कुलहरूमा पनि यस्तो अलिकति होइन, यो भाषा भनेको यस्तो हो, यस्तो गराउँदा यस्तो हुन्छ, यस्तो हुन्छ भनेर पनि कार्यक्रम पनि हालिदिनु पर्छ है। मान्छेलाई मुटुले सञ्चालन गरे जस्तै घट्टलाई घुमाउने र चलाउने यो एउटा घट्टको मुटु हो। यसको नाम के हो? यो माने हो। घट्टको बुन्छ मानिले, मनीले होइन पानीले भन्ने पहिला छ नि त। यो त पनेलो काटेर ल्याउँथ्यो नि पहिला, काठको पनेलो। पहिला काठको त्यो लामो ढुङ्गी भन्छ त्यस्तो हुन्छ नि, लामो हजुर पानी हाल्नु हुन्छ। अहिले त्यो पाइपबाट हालेको पानी, त्यसमा चाहिँ पानी पनि फेरि जान्छ, यो शक्ति कम आउँछ। यो पाइपमा फेरि शक्ति बढी आउँछ नि। त्यो काठकोमा जोस पानी परेर धुल्या लागेर पानीले सड्ने भयो एउटा कुरा। अर्को कुरा पानी कम आउने भयो, यसमा चाहिँ पानी बढी आउने भयो। यो पानीबाट खिया लाग्ने डर भएन। यो चाहिँ अलिक मजबुत भएर यो चाहिँ अपनाउनु भएको तपाईँहरूले। अहिलेसम्म यो घट्टको गन्थन गऱ्यौँ। केही कुरा हामीले सोच्न छुट्याएको, तपाईँले भन्न छुट्याएको केही छ भने पनि भन्नुहोस्। र यो सिङ्गो देश र विदेशमा छरिएका मान्छेहरूले हाम्रो भिडियो हेरिरहेका छन्, उहाँहरूलाई तपाईँ के सन्देश दिनुहुन्छ? म के सन्देश दिन चाहन्छु भने यो घट्टा भनेको एकदम हाम्रो यो पिठो भन्नु, घट्टामा पिटेको पिठो भनेको चाहिँ हाम्रो स्वास्थ्यको लागि हो। हामीले बिरामी हुनुभन्दा अगाडि नै हामी त्यो रोग लाग्नु दिनु भएन नि होइन। विभिन्न किसिमको फुड खाएर रोग लाग्नुभन्दा यो घट्टाको पिठो चट्ट पिन्यो अनि ढिँडो पकाएर खायो, त्यसले चाहिँ हामीलाई शरीरलाई असर गर्दैन, रोग व्याधि लाग्दैन। त्यही भएर यो घट्टालाई चाहिँ हामी सबै नेपालीहरूले कहिले पनि नबिर्सौँ। सकभर चाहिँ यो घट्टाको पिठो नै खाने गरौँ होइन। मलाई कोही विदेश जान भोलि खोज्यो भने घरमा आउने हो,
बाहिरतिर त अब के त्यो गट्टा खोजेर भएन। हाम्रो नेपालमा आइसकेपछि हामी नेपालीले चाहिँ यही गट्टाको पिठो प्रयोग गर्यो भने हाम्रो स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ, मिठो पनि हुन्छ, फाइदा पनि हुन्छ। त्यही भएर यो गट्टा चाहिँ सबभन्दा पाठ्य पुस्तकमा समेटेर गरिदिएको बाहेक राम्रो हुन्छ कि जस्तो लाग्छ त्यो त सबैले थाहा पाउँछ होइन। मेरो विचार चाहिँ त्यही हो। ल हजुरको यो घट्टा व्यवसाय फस्टाओस्। अहिलेसम्म हामी लगायत हाम्रो सामाजिक सञ्जालमा हेरेर बस्ने सम्पूर्ण श्रोताहरूलाई घट्टको बारे तपाईँले केही कुरा जानकारी दिनुभयो। तपाईँको पेसा दिनदिनै फस्टाओस्, 2-4जना नयाँ पुस्ताहरूलाई पनि ल्याएर घट्टको बारे तपाईँले केही कुरा सिकाउने अवसर मिलोस् र ती नयाँ पुस्ताहरूले पनि यो घट्टको बारे जानुन् र यो पेसालाई अछुन बसाइराख्नु, यही शुभकामना दिन चाहन्छौँ। अन्त्यमा तपाईँको केही भनाइ छ? अब मेरो भनाइ त अब गट्टा पुस्ताहरूको आफूले भन्नुपर्ने भनेको जस्तो लाग्छ। यदि खास मैले पनि तपाईँले देखेको छ। अनि यस्तो दिन चाहिँ सौकामा आउनुहुन्छ है। कुराले पानीलाई बोकी घुमायो घट्टलाई, सुकाइ पकाई अनाज ल्याउनु एकचोटि पिस्नलाई। मोटो पिसे आटो हुने मसिनो पिठो हो, कला र संस्कृति खोज्ने दैलेकी छिटो हो, कला र संस्कृति खोज्ने दैलेकी छिटो। हस्त नमस्कार।